होइन आमा खिच्दैछ कि उभिएको आउनु आउनु कति खिचिदिनु भन्नु त आमा धेरै परेसानको नेपाली गाउँसँगको गीत भिडियो भन्नुभएको छ आमाले त भिडियो खिच्नु कि उयो गर्नु बोलेको हिँडेको होइन आमा बोल्दै हिँड्दै गरेर खिच्ने ए तपाईँ बोल्नु म खिचिदिँदै जान्छु ल खिच्दै जानुपर्छ कहाँसम्मको खिचिदिनु नेउपाने घरसम्मको कुन हो नेउपाने घर फेरि डाँडामा डाँडासम्म यतिकै जानु म पछाडि सर्दै होइन अलिक पर चाहिँ यहाँनिर छोड्नु नि ल त्यहाँ बाहुनका घरसम्म कहाँ हिँड्नुभएको आमा म उर्लाबारी उर्लाबारी कसकोमा माइलो माका माइलो मामाकोमा अब कति दिन बस्ने त उहाँ गएर 15 दिन 15 दिन अनि माइजूलाई एक्लै छोडिदिने अनि एक्लै बस्दिन माइजू एक्लै बस्दिन माया लाग्दैन बुहारीको माया लाग्दैन अब विदेश पैसा कमाउन पठाइदिन् अनि म साथी हुन्छ जेठी छोरीको कति माया लाग्छ आमा लाग्छ नै धेरै आउँदिन के यति भन्नु भनिदिनु त यहाँ म भोलि सूचना पुर्याइदिन्छु जेठी छोरीलाई जेठी छोरीले त साह्रो म बिरामी हुँदाखेरि त मलाई पाल्ने भइरहेछ बिहे नगर्ने भइरहेछ केही नगर्ने आमा म तँलाई सेवा गरेर बस्छु नमरिदे बसिदे बाँची मात्रै दे म जे गर्नुपर्छ गर्छु खै त अब यति बेला त म तेरो घर आउँछु नआइज एक्लै आउनु पर्दैन भन्छ अनि त्यो पनि माया हो नि त आमा मायाले त त्यसो भने त अनि गाडीले बाँकी दिन्छ कि भन्ने लाग्यो होला अनि त्यस्तै हो त्यस्तै यहीसम्मको खिच अब यहीसम्मको होइन एकछिन खिचौँ न अब जेठी छोरीको कुरा गर्नु कान्छी छोरीको पनि कुरा गर्नु परेन कान्छी छोरी त रोगी छ के गर्नु पिरै पिर लाग्छ कान्छी छोरीको एकैछिन अरू कुरो पनि के गर्नु र अब कतै नभएको जिउ भयो त मेरो बिरामी हुँदा उचाल्न सक्दैनन् उचाल्न पठाउन सक्दैनन् ठुली माइजू भए त एउटा तिग्रो उठाउन नि सक्दिन के गर्नु धन्न यो चाहिँ सुवेडी छोरी दरै ल्याइदिएछ कान्छाले हो र बोक्नुहुन्छ बोक्नुहुन्छ जस्तै भने चेप्नुहुन्छ माया लाग्छ त्यस्तो भए कान्छी बुहारीको लाग्छ नि सबैको लाग्छ नि सबैको लाग्छ है जेठीको पनि लाग्छ कान्छीको पनि लाग्छ नभए ती बुहारी आउँथे त त्यही त नि आइहाल्छ त्यही त है आमा भोलि गएर आमालाई सुनाइदिनु ल आमालाई पनि सुनाइदिन्छु मम्मीलाई पनि सुनाइदिन्छु सम्झिने बिरामी हुनुहुन्छ के भन्नुहुन्छ सम्झिने बिरामी हुनुहुन्छ अरे भन्ने त सुनिराखेको छु जान अब